दोस्ती मिलाएका छौँ। त्यसमा हैसियत थपेर हाम्रो उत्साह र ऊर्जा सधैँ बढाइरहनुभएका तपाईँहरू समस्तमा हार्दिक कृतज्ञता भाव ज्ञापन गर्दै अब औपचारिक कार्यक्रम सुरु गर्ने अनुमति यहाँहरूबाट चाहन्छु। कार्यक्रमको सुरुमा आसन ग्रहणको क्रम अगाडि बढाउने अनुमति चाहन्छु। सर्वप्रथम यस सभाको सभापतित्व ग्रहण गरिदिन हुनुको लागि म अनुरोध गर्न चाहन्छु मौलाकारी केबल कार लिमिटेडका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालज्यूलाई। त्यसै हामी सबैको तर्फबाट आजको यस समारोहमा यो उत्साह यो उत्सवमा शरीक भइदिन आफ्नो अत्यन्त व्यस्तताका बावजुद पनि यहाँसम्म पाल्नुभएका हाम्रा प्रमुख अतिथि माननीय पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रीज्यू श्री बद्री प्रसाद पाण्डेज्यूलाई यस सभामा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनुको लागि हार्दिक अनुरोध गर्दछौँ। उहाँसँगै पाल्नुभएका उहाँकी धर्मपत्नी श्रीमती सरिता हुमानाय पाण्डेज्यूलाई पनि स्वागत अभिवादन ज्ञापन गर्दै आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौँ। आदरणीय महानुभावहरू, हामीसँग हुनुहुन्छ भरतपुर महानगरपालिकाका उपमेयर श्री चित्रसेन अधिकारीज्यू। उहाँलाई पनि मञ्चमा विशिष्ट अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु पर्यटन विभागका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मीज्यूलाई। त्यस्तै नेपाल पर्यटन बोर्डका सिइओ श्री दीपक राज जोशीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौँ। त्यस्तै हामीमाझ यहाँ उपस्थित रहनुभएका गैंडाकोट नगरपालिकाका मेयर श्री मदन भक्त अधिकारीज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौँ। आदरणीय महानुभावहरू, आसन ग्रहणको क्रमलाई अगाडि बढाउँदै म आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष श्री अमृत भट्टाचार्यज्यूलाई मञ्चमा आसन ग्रहणको लागि अनुरोध छ। त्यस्तै गैंडाकोट नगरपालिकाका पूर्व मेयर श्री छत्रराज पौडेलज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैले अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु धार्मिक सेवा समिति मौलाकारीका मन्दिर तथा सञ्चालक मौलाकारी केबल कार लिमिटेड श्री शालिग्राम सापकोटाज्यू अध्यक्ष धार्मिक सेवा समिति मौलाकारीका मन्दिर, उहाँ सञ्चालक पनि हुनुहुन्छ मौलाकारी केबल कार लिमिटेड। माननीय गीता काफ्रेज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि